सो उकालो चढ्दा थाकिसक्यो के हो पास गरे भाइ उताको भ्यू पनि देखाइदिनु चरा है त्यसो राम्रो छ अब माथि आज माइक ल्याएन माइक नल्याउँदा चाहिँ अलिकति समस्या होला उता पारिक पनि भ्यू देखायो त राम्रो छ है सो गाइज आज चाहिँ हामी चाहिँ फ्राइडे घुम्न आएको अवस्था छैन यो चाहिँ गन्तव्य हो गन्तव्यमा फेरि पनि आइयो दोस्रो पटक सो रमाइलो भइरहेको छ आज पहिला जस्तो चाहिँ छैन अलिक टाइम पनि अलिक पहिल्यै आएको भएर सालसँगै हामीहरू रमाउँदैछौँ सबजना त पर मान्छेहरू छ है चाहिँ हाम्रो गन्ता बिच हो रमाइलो छ गन्ता बिच पनि भिडियो क्लिप चाहिँ लिएको छु पहिला त म सो यो हो गाइस यो चाहिँ हेर्नु न पुरा गुड लाहा यहाँ के गुड हो र थाहा छैन कमाइ गरिदिनु भाइ मलाई थाहा भएन यहाँ पनि छ यस्तो गुड हो सो अब हामी चाहिँ अब यहाँबाट पनि मथुरा जान लागेको सो यहाँ पनि घुमिसक्यो हामी अन्त घुमेर अब चाहिँ अब मथुरा बिच जाने अब यहाँ चाहिँ ठिकै भयो सबैजना सो गाइस त्यही हो होइन घुमफिर आज फ्राइडे भएर त्यही भएर फ्राइडे पनि घुम्नुपर्छ इन्जोय गर्नुपर्छ है त्यही भएर पनि सरर घुमेको आज ह्याप्पी फ्राइडे त्यही हो अझै खानु कुनै सर समुद्र भाइ आज सुटहरू पनि आएको छैन बोर्डर आएको सुट गर्नु पर्दैन पहिले चढिसक्यो अब किन छोड्नु होइन सो अब चाहिँ हामी मथुरा आइपुग्यो मथुराको अब मथुरा घुम्ने हो अब घुमेर के छ हेर्नु त्यही हो अरू बाइक कुरा त केही छ र रमाइलो भएछ यहाँ मान्छेहरू पनि आउँदैछ यहाँबाट माथि जाने हो यो कालो पनि चढ्न तयारी भयो ल यो टाढै रहेछ होइन नजिक आउनु भाइ कत्रो बसेको तिम्रो माथि आउनु भाइ गाडीपट्टि देखाइदिनु त गाडी सो उकालो चढ्दा त थाकिसक्यो के हो पास गरे भाइ उताको भ्यू पनि देखाइदिनु चरा है त्यसो राम्रो छ अब माथि आज माइक ल्याएन माइक नल्याउँदा चाहिँ अलिकति समस्या होला उता पारिक पनि भ्यू देखायो त राम्रो छ है केही रहन्छ तर होइन सो बहुत गरी सुरुमा अन्ताप गयो त्यसपछि मथुरा गयो त्यसपछि यहाँको बजार पनि घुम्न सुरु भयो एन्ट्री भइसक्यो यता पनि अब सो यो चाहिँ मथुरा गार्डनभित्र पनि प्रवेश भयो मेरो सो यहाँको पनि तपाईँहरूलाई चाहिँ केही भिडियोहरू चाहिँ देखाउँछु सो यहाँ चाहिँ धेरै मान्छे रहेछ बल्ल अलि रमाइलो पनि लाग्यो खुसी लाग्यो सो त्यही हो
जस घुमियो अब चाहिँ अब घर पनि जानुपर्छ अब एकदिनपछि त्यही हो पनि अब सब ठिक छ है गाइज सो मन आइसकेपछि चाहिँ यो ठाउँ चाहिँ अवश्य भिजिट गर्नुपर्छ जो पनि आउँछन् यो ठाउँ चाहिँ भिजिट गर्छन् बट त्यो चाहिँ त्यो टावर हेर्न आउँछ त्यो घैँटो जस्तो घर चाहिँ सबै हेर्न आउँछन् क्या ओमन आइसकेपछि त्यही हो यहाँ घुमिसकेपछि तपाईँहरूलाई प्यास लाग्यो भने चाहिँ पानीको सुविधा नि यहाँ राखेको छ यहाँ हेर्न सक्नुहुन्छ पानी चिसो पानी छ यहाँ म पानी पनि पिउँछु अब यहाँ फुल पनि छ यहाँ हाम्रो लागि सो यहाँबाट नि हेर्न सक्नुहुन्छ सबैजना चाहिँ बस्नुभएको छ चिसो रहेछ पानी